अघिल्लो महिनाको 4 तारिक जापानको निगाता प्रिफेक्चरबाट टोकियो जाने भनेर निस्किएका विक्रम पौडेल अहिलेसम्म पनि भेटिएका छैनन्। बागलुङ नगरपालिका स्थायी ठेगाना भई केही वर्ष अघि मात्रै कुक भिसामा जापान आएका 38 वर्षीय पौडेल सम्पर्कविहीन भएको झन्डै 1 महिना बित्न लाग्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन। टोकियो स्थित नेपाली दूतावासले पनि पौडेलको खोजीका लागि प्रहरीलाई तारन्तार ताकेता गरिरहेको छ, तर पनि पौडेलको अवस्था हालसम्म अज्ञात नै छ। निगाताको कोसेली रेस्टुरेन्टमा कार्यरत उनी अघिल्लो महिनाको 4 तारिक टोकियो जाने भनेर स्टेसनसम्म गएको रेस्टुरेन्टका सञ्चालक सागर गैरेले बताएका छन्। तर पौडेल ट्रेन चढे नचढेको आधिकारिक पुष्टि अहिलेसम्म हुन सकेको छैन। पौडेल बेपत्ता भएपछि टोकियोमा रहेका उनका साला प्रेम गौतमले खोजीका लागि टोकियो प्रहरीमा लिखित निवेदन दिएका छन्। पौडेल जापानको प्रहरी कस्टडीमा छन् भन्ने सूचना कहीँ कतैबाट नआएको दूतावासले जनाएको छ। जापानको प्रहरीले पनि कुनै निकायबाट यस्तो सूचना नआएको बताउँदै आएको छ। झन्डै 1 महिनादेखि बेपत्ता भएका पौडेल न परिवारको सम्पर्कमा आएका छन् न त प्रहरीले कस्टडीमा नै लिएको छ। त्यसो भए कहाँ गए त पौडेल? विक्रम कहाँ गए भन्ने विषयमा विभिन्न अड्कलबाजी बाहेकका तथ्य वा तथ्यसँग नजिक रहेका भरपर्दा सूचनाहरू प्राप्त हुन सकेका छैनन्, जसले गर्दा विक्रमको खोजी कार्य झन जटिल बन्दै गइरहेको छ।